कालमा हामीले पार्वती र महादेव आफ्नो लोकसँग कैलाश शून्य भएको धेरै भइसकेका थियो। अब शिवजी पार्वतीलाई लिएर बेला कार्यक्रम गरेर पार्वतीलाई साथमा राखी कैलाश पर्वतमा जानुभयो। यस्ता प्रकारका कथा हिजोसम्मको कुरा हामीले वर्णन गर्यो। अब हामी पञ्चदश अध्यायमा ध्यान गर्न गइरहेका छौँ। भक्तिभावबाट सुन्न गइरहेका छौँ। बडो गम्भीर तरिकाले भक्तजनहरूले हामीलाई साथ दिइरहनु भएको छ। सम्पूर्ण भक्तजनहरू जतिले आउनुभएको छ उहाँलाई कोटि कोटि नमस्कार गर्दै कथा प्रारम्भ गर्न चाहन्छु। अब यहाँ कुमारजीले भन्नुभएको छ, अगस्त्य मुनिले सोध्नुभएको छ। यस्तै प्रकारबाट अगस्त्य मुनिले प्रभुका बारेमा ज्ञानहरू दिइरहनु भएको छ। अब कुमारजी आगे गर्नुहुन्छ अगस्त्य मुनि। अनि पछि पार्वतीले बुबुवा खस्ता निस्केको मरेको मूर्ति बनाएको ठाउँमा राखिदिए। शिवले बाहिरबाट आएर भित्र जान लाग्दा त्यो मूर्तिले जसले पायो त्यसैले जसले पायो उसले त्यसै भित्र पाइन भनेर रोकिदियो। घरका मालिकलाई जोड्न थाल्यो है। अब को नजानेको मूर्तिले जस्तो प्रकारबाट घरका मालिकलाई रोक्यो। जानै पाइन्छ भन्छ। तब शिवमादेवलाई आफ्ना घरमा जाँदा भने रोक्यो। टाउको काटी भित्र जानुभयो। टाउको काटेर आफ्नो घरमा जान्न दिए है। पर्नु त तपाईँलाई त्यसो बिहान घर निस्को भएको बेला जाँदाखेरि एउटा पालेको भन्नु छोडेको नदिने भने आफ्नो घरमा रोक्छ। शिवमाले चाहिँ थकाइदिनु भयो। गाडी काटिदिनु यति गरेर भित्र जानुभयो। यति गरिसकेपछि घरमा बसेको थिएँ। अब त्यसको मैले अब शिवचरण गरिदिनु पर्यो भनेर शिवचरण गरिदिनु भयो। अब यति पछि तब शिवमादेवले आफ्नो घरमा जान पनि रोक्ने भने टाउको काटेर भित्र जानुभयो। पार्वतीले शिवमादेवसित ढोकामा बसेका थियो। अनि विधि गरिँदा महादेवले त्यसको त मैले शिवचेतन गरी आएँ भन्नुभयो। अनि पार्वतीले त्यो त मेरो पुत्र हो, शिवचेतन गर्नुभएको हो भनी अति गरेर शब्द गरे। रोदै शोक गर्न लागेछ। त्यो देखे शिवमादेव हे पार्वती मैले थाहै पाइनँ र त्यसो गरे शोक नगर जीवित तुल्याइदिन्छु भने बुझाइ आफ्ना गर्नुलाई डाकी हे गर्नु हो। आफ्ना गर्नुलाई डाकी हे गर्नु हो। चारै दिशा जाऊ, जे फेला पार्छौ त्यसको शिर काटी ल्याऊ भनी अराएर चन्द्रबाण पनि ती पठाउनुभयो। ती गणहरूले चार दिशामा हेर्दै चन्द्र धेरै टाढा पुगेपछि एउटा मन्द हात्ती देखेर शिवमादेवको आज्ञा भएपछि तिनीहरूले चन्द्रबाण प्रहार गरे। त्यो बाणले सेतो पर्वत जस्तो त्यो हात्तीको शिर छेदन गर्यो र त्यो शिर लगी शिवमादेवका अगाडि राखिदियो। हामीले यही पायौँ प्रभु, हजुरले भनेको आज्ञा अनुसार हामीले शिर छेदन गर्न गयौँ। हामीले यही पायौँ। यही अब त्यो बाणले सेतो पर्वत जस्तो त्यो हात्तीको शिर छेदन गरेको र त्यो शिर लगी शिवमादेवको अगाडि राखिदियो। हामीले यही पायौँ भनी विधि गरे। तब शिवमादेवले हात्तीको टाउको त्यस मूर्तिमा जोडी जीवित तुल्याइदिनु भयो र त्यो मूर्तिको गणेश नाम रहे पार्वतीका पुत्र भइरहे। अनि शिवमाले पार्वतीसित बोली विक्रमान्तर गर्न लाग्नुभयो र इन्द्रले अग्निलाई डाकी भने हे अग्नि। अब शिवमादेवले पार्वतीमा आउनुभयो। पार्वतीसँग भित्र बोल्न लाग्नुभयो कोठामा। अब यसपछि इन्द्र रोक्यो भयो। शिवमादेव बिना त संसार अधुरो छ भन्ने थाहा पाइसकेपछि अब अग्निलाई राख्नुभयो। शिवमादेव बिना यो संसारको रक्षा हुन सक्दैन। यसकारण सक्दा गई जसरी शिवमादेव काम गर। यो सूर्य अग्निले होस् भने कैलाश पर्वतमा गई भित्र जान लाग्दा ढोगेले जान दिएन र हावाका रूप लिएर ताल लगाउने पालबाट भित्र बसिदिन्छु। शिवमादेव र पार्वती एकान्त गरे रहेको ठाउँमा पुगे। यसरी आएका अग्निलाई शिवमादेवले देखेर रिसाए भस्म
गर्न लाग्नुभयो। तब जन्ममाता पार्वतीलाई माया लाग्यो र हे स्वामी, भिक्षा माग्न आएका भिक्षुलाई मार्नु ठिक छैन, नजानेर आयो, बरु केही देऊ जाओस् भने। तब श्रीमहादेवले हातमा आफ्नो प्रियलीला भनिदिनुभयो। कस्तो प्रकारको है, हातमा आफ्नो प्रियलीला भनिदिनुभयो। अग्निले त्यो मुखमा हाली प्रियली बाहिर आयो। श्रीमहादेवको प्रियलीलाले अग्निलाई गरायो र डराई अनर्थ भयो भनी गङ्गाका तीर गए। पुष्पको वनमा उकेली आए। टोकरी आगो बलेझैँ बलिरहेको थियो। सप्त ऋषिका पत्नीहरू सातवटी गङ्गा स्नान गरी फर्कदा तुर्केर कसको आगो बलेर गएछ तापौँ भनेर तिनी मध्ये एउटीले अर्काको बलेको आगो ताप्नु केही छैन भने गएछन्। छवटीले आगो तापी गराए। आगो तापी जानेहरूलाई घर बनायो र त्यस ऋषिहरू र त्यो ऋषिहरूले चाल पाएर तिनीहरूलाई कसरी तिनीहरूमा कसरी घर बनायो शङ्का विषय भन्छ है नि त। आफूले केही गरेका छैन, श्रीमतीहरूको ध्याकै अब के भयो, घर बनायो कसरी भयो है नि त। आगो ताप्नाले भयो भने त बुझ्दैन। घरको कुरा भन्दा आफूले होइन कि शङ्का, त्यसलाई त्यो शङ्का गर्ने राख्यो। अब यति भए के चाहियो। अब यस्तो प्रकारबाट आगो तापी जानेहरूलाई घर बनायो र त्यो ऋषिहरूले चाल पाएर तिनीहरूलाई कसरी घर बनायो, कसरी गरायो। उनीहरूले केही उत्तर दिन सकेनन् र ऋषिहरूले रिसाएर श्राप दिए। ऋषि पत्नीहरूले गङ्गामा गए, टुक्रिए, उकेली आकाशमा गए। संस्कृतिका कृतिको तारा भइरहे। त्यो प्रियदेखि सटभद्र श्रीमहादेवसित रहे। अनि पछि एक दिन महादेवले गणेश र कुमारलाई डाकी, हे कुमार, तिमीहरू गई सुमेरु पर्वतको प्रदक्षिणा गरी आऊ। जो अघि आउला उसलाई प्रदान देऊला भन्नुभयो। यदि भनिसकेपछि महादेवको आज्ञा सुनेको महापाओस् भने उतिखेरै उठे मयूरमा चढी सुमेरु प्रदक्षिणा गर्न लाग्नुभयो। अनि गणेशको पालो आएर कसो गर्नु भने चित्त आगोल गरी आफ्नो बाण मुसाको पासमा गए। चित्तले आगोल भएका गणेशलाई मुसाले देखि सोधे, हे विनायक, आज किन यस्तो निहुरो मुख गरी आउनुभयो? आज किन यस्तो निहुरो मुख गरी आउनुभयो? यो सुनि गणेशले सुमेरु प्रदक्षिणा गरी आउनु भनी श्रीमहादेवले आज्ञा गरेका कुमार मयूरमा चढिसकेको वृद्धान्त पनि अब कसो गरौँ? त यस्तो सानो छस्, म यस्तो ठुलो पेट लामो सुन भएको, त मलाई सवार गराई फुर्तीसित लान पनि सक्दैनन् भने यो सुन्ने मुसा भन्छ, हे गणेशजी, तपाईँलाई म एउटा ज्योति सिकाइदिन्छु, सुन्नुहोस्। श्रीमहादेव, उमादेवी र गङ्गा तीनजना बसेका ठाउँमा जानु र अञ्जली बाँधी, हे पिता, हे माता, मेरो सुमेरु पर्वत पनि तपाईँ, सबै देवताका पनि देवता तपाईँ पनि प्रदक्षिणा गरेर तपाईँको लाभ गर्नुहोस्। सुमेरु पर्वत, सुमेरु भनेका तिनीहरू नै हुन्, तिनीहरूले नै वरदान मिल्ला, तपाईँलाई यस्ता प्रकारबाट वरदान मिल्ला। यो सुनि गणेशजीले बेस भनी श्रीमहादेव, उमादेवी र गङ्गा तीनजना बसेको ठाउँकै अञ्जली बाँधी, मेरो सुमेरु पनि तपाईँहरू अनि देवता पनि तपाईँहरू भने
सबै सामग्री तयार गरे शिवमा ओंकारले विश्वताकी परमेश्वरीको पूजा गर्न लागे सबै पूजा गरिसकेपछि प्रचार सिद्धताको शिवताकी परमेश्वरीको वर्णको प्रभावले कुमारको कयाएको कुमारले आउनुभयो तब गङ्गाले वर्णका प्रभावले कुमारले आउनुभयो तब गङ्गाले धन्य र शिवताकी परमेश्वरी पनि आफ्नो पुत्रलाई प्रचार राजिदिए कुमारले श्रीमानसित गई साष्टाङ्ग प्रणाम गरे पिता मलाई वरदान दिनुहोस् भने श्रीमानले हे कुमार स्वर्गमित्र र पातल दिन लोकमा कसैले केही कार्य गर्दा गणेशजीको पूजा गरेपछि अरूको भन्दा पहिले त्यो पूजा गरेर मात्रै गणेशसित होस् नभए नहोस् पनि वरदान दिए अब यस्तो प्रकारबाट यदि कुमारले आज्ञा गरेको सुनि अगस्त्य मुनि फेरि विन्ती गर्दछन् हे कुमारजी यहाँ सम्वादका सुवार्ता भनेर भन्दा अगस्त्य र कुमारजी हो कुमारजीले सोध्नुभयो कुमारजीले भन्नुभएको छ अगस्त्य मुनिले सोध्नुभएको छ अगस्त्य मुनिलाई कुमारजीले बुझाउँदै हुनुहुन्छ प्रभुका महिमाहरूको बारेमा वर्णन गर्दै हुनुहुन्छ तारकासुर दैत्यले कसको तपस्या गरेर वरदान पाए इन्द्रको अमरावती सबै दियो कसैले त्यसलाई मारिदियो र इन्द्रले फेरि रजाइ गरे यो सब वृत्तान्त आज्ञा गर्नुहोस् भनेर अगस्त्य मुनिले कुमारजीलाई सोधे प्रकारबाट सोधिसकेपछि कुनै पनि विद्यार्थीले गुरुलाई प्रश्न सोधे पनि गुरुबाट के हुन्छ प्रश्नको उत्तर दिने हो कि तपाईँहरू कक्षाको ठाउँमा बस्नुभयो अथवा यहाँ कोही गुरु हुनुहुन्छ भने कसैले तपाईँलाई प्रश्न सोधेको छ भने त्यसको उत्तर दिनु तपाईँको कर्तव्य हुन्छ यदि तपाईँ विद्यार्थी हो भने तपाईँले सोधेको प्रश्न गुरुले त्यसको उत्तर दिनु उहाँको कर्तव्य हुन्छ यस्तै प्रकारबाट यहाँ पनि अगस्त्य मुनिले सोधिरहनु भएको छ कुमारजीले उत्तर दिइरहनु भएको छ यो सुनेर कुमारजी आज्ञा गर्नुहुन्छ काश्यप ऋषिका छोरा तारकासुर दैत्यलाई दुर्ग प्रवास नागको तीर्थमा स्नान गर्दा जाँदा पेची मुनिले तपस्या गरिरहेको देखि तपस्या गर्न मन लागेछ र पेची मुनिसित सोध्यो हे मुनीश्वर तपाईँले तपस्या गरेको देख्दा मलाई पनि तपस्या गर्न साह्रै मन लाग्यो तपस्या कसरी गर्ने हो भन्दा पेची मुनि भन्दछन् हे तारकासुर तपस्या गर्ने भए दुर्ग प्रवास नामको तीर्थमा शिरासरमा हिमालय पर्वत छ त्यहाँ गई ब्रह्माको तपस्या गर भनी उपदेश दिए त्यो सुनेर तारकासुर दैत्यबाट तपस्या गर्न हिमालय पर्वतमा गएर त्यहाँ ठुलो कष्ट गरी 1000 वर्षसम्म ब्रह्माजीको तपस्या गर्न लागे 1000 वर्षसम्म ब्रह्माजीको तपस्या गर्यो ब्रह्माजी प्रसन्न भए तिम्रो तपस्या देखे म खुसी भए वरदान माग भनी आज्ञा गर्नुभयो त्यसपछि अनि तारकासुरले ब्रह्मालाई साष्टाङ्ग प्रणाम गरी हे ईश्वर हजुर सृष्टि गर्नुभएका 5 वर्ष ननागेका प्राणी कसैले मलाई मार्न नसकुन् फेरि जसले मेरो शिर भूमिमा गिराउला त्यो पनि शिर फुटी मरोस् सबै देवतालाई चित्त जित्न सकु भनी माग्यो यस्तो प्रकारको वरदान गर्नु मलाई 5 वर्षभन्दा माथिका कोही प्राणीहरूले पनि मार्न तपाईले रच्नुभएका प्राणी कसैले पनि मार्न नसक्यो किनभने संसारको सृष्टि त कसले गरेका छ ब्रह्माजीले गर्नुभएको छ कसको आज्ञा पाए महादेवको आज्ञा पाए महादेवको आज्ञा अनुसार ब्रह्माजीले सृष्टिको संरचना यस्तो प्रकारबाट गर्नुभयो गरिसकेपछि तारकासुरले कस्तो परमात्माले त भनेर भन्दा ब्रह्माजी तपाईले सृष्टि गर्नुभएको कुनै पनि प्राणी 5 वर्षभन्दा माथिको छ भने त्यसले मलाई मार्न नसक्नु यदि 5 वर्षभन्दा मुनिकाले मलाई मारे पनि मेरो शिर जसले तल भुइँमा गिराउँछ त्यसको शिर पनि फुटोस् यस्तो प्रकारको वरदान माग्नुभएको थियो ब्रह्माजीले तदातु पनि वरदान दिनुभयो ब्रह्माजीले खुसी भएपछि है जब खुसी भएपछि मान्छेहरू नहुने काम पनि सजिलै गर्छु कि नै गर्छु कि झै गर्छु एक खुसी रहन्छ खुसी भइसकेपछि भ्याइनु किन त्यही भएर खुसी सधैँ भइरहनु पर्यो सधैँ मनलाई खुसी बनाउनु पर्यो सधैँ प्रफुल्ल भइरहनु पर्यो जिन्दगीबाट दिने हुन्छ है त डोकी बनाउँदैन डोकी भयो भने काम पनि त्यस्तै दुःख आएर गएर भन्दैन मेरो भाग्य सकिन अब मेरो भाग्य यस्तै त्यही गर्नु पर्यो
तारा मनमा शान्ति छ, मन खुसी प्रफुल्ल छ भने सम्पूर्ण काम गर्न पनि जोड छ। जागरकाले दिनचर्या त्रैबाट आउँछ, सबै काम सफलतापूर्वक गर्न सकिन्छ। अब यहाँ पनि ब्रह्माजीले तथास्तु पनि तारकासुर दैत्यलाई वरदान दिनुभयो। ब्रह्मास्त्र पनि दिए, ब्रह्माको अस्त्र पनि दिनुभयो र अन्तर्ध्यान हुनुभयो। तारकासुर दैत्य बलवान भई कसैलाई किरीट बराबर नगरी सबै दैत्यलाई साथमा लिई युद्ध गर्न अमरावती सहरमा गएर त्यो देखेर देवताहरूका राजा इन्द्रले 33 कोटी देवता जम्मा गरी आफ्ना अस्त्र शस्त्र लिई युद्ध गर्न भनेर अघि सरे। देवता र दैत्यको घनघोर लडाईँ पर्यो। लड्दा देवताहरूले तारकासुरका कोटी कोटी सेना मारे। त्यो देखि तारकासुरले शुक्राचार्यलाई गए सोधे, हे गुरुदेव, देवताले हाम्रो सेना र दैत्य सबैको नाश गरे, तपाईले उद्धार गर्नु पर्यो भने बिन्ती गर्दा शुक्राचार्यले आए सञ्जीवनी विद्या पढी पानी छरिदिएर मरेका दैत्यलाई सबै बाँचिथे। धमाधम युद्ध गर्न लागेर अघि सर्न लाए। यसरी आफूले मारेका दैत्यहरूलाई फेरि शुक्राचार्यले बचाइदिएको इन्द्रले देखि रिसाएर हेरावती हात्तीमा चढी बस्न खाने। अनेक तरहले युद्ध गर्दा गर्दा 10,000 वर्ष बित्यो। युद्ध गर्दा गर्दा मात्रै 10,000 वर्ष बित्यो। 10,000 वर्ष हेर्नु, हामीलाई 1 वर्ष 1 दिन 1 मिनट काट्न गाह्रो। यहाँ कोही लड्दा यहाँ 1 मिनट 1 घन्टा कोही लडेर यहाँ हालत खराब भएर मान्छे चाहिँ खरै हुन्छ। त्यति बेला भगवान्का पालामा 1000 वर्षसम्म लडे गर्दा पनि अझै त्यत्रो वरदान पाएको तारकासुरले इन्द्र भगवान्लाई जित्न सकेका थिएन। दुवैतर्फका कोटी कोटी सेनाहरू नाश भए। दैत्य मर्ने बित्तिकै शुक्राचार्यले बचाइदिने देवताहरू हारे भने कसै बचाइदिने मान्छे कोही पनि छैन। त्यो सुनि बृहस्पतिले, हे महाराज, यो लडाइँमा तिम्रो जित हुन सक्दैन, किनभने तारकासुर दैत्यले 1000 वर्षसम्म ठुलो कष्टले तपस्या गर्दा ब्रह्म प्रसन्न भए। ब्रह्माजी प्रसन्न भए, मैले सृष्टि गरेका 5 वर्षभन्दा मुनिका प्राणीले मलाई मार्न नसकुन् भने वरदान दिनुभएको छ। तसर्थ तिमीहरू महादेवको शरणमा जाऊ भन्दा त्यहाँबाट सबै देवताहरू मृत्यु मण्डल नेपाल मृगस्थलीमा आए लुकिरहेका थिए। नेपालको मृगस्थलीमा आए लुकिरहेका थिए देवताहरू। कहाँ लुकिन्छ है? उता राम र सीताको ससुराली गाउँ जनकपुर नेपालमा सीता आएर बस्नुभएको देवघाटमा एउटा जङ्गल छ। त्यो जङ्गलमा आए सीता माताले बस्नुभएको नेपालमा। यहाँ शिवसन्तानी परमेश्वरीको कथामा पनि नेपाल भन्ने कुरा धेरै आएको छ। धेरै कुराहरू नेपालमा भएको छ। हामीले अघिल्लो अध्यायमा शेषमान्तक नाम गरेको वन जुन पशुपति बारेपट्टिको वन र त्यहाँ एउटा शेष। अब त्यहाँ पशुपतिनाथ एवं श्रीमादेवको एउटा शिवलिङ्ग भएको यस्ता प्रकारका कुराहरू हामीले पहिले पनि अध्ययन गरेका थियौँ। अब यहाँ मृत्यु मण्डल नेपाल मृगस्थलीमा आइपुगिरहेका थिए देवताहरू। अब देवताहरू भागेपछि दैत्यहरूले राज गरेर तारकासुरले स्वर्ग मृत्यु पाताल तीनै लोकको रजाइ गरेको ठुलो आनन्दले रहन लाग्यो। हे अगस्त्य मुनि, त्यसपछि तारकासुरले दुःख दिइरहेका राजा इन्द्र धेरै कालसम्म त्यही लुकिरहे। अनि इन्द्रले 33 कोटी देवतालाई डाकी, हे देवता हो, पापिष्ट तारकासुर दैत्यले अमरावतीले हामीलाई दुःख दिएको धेरै काल भयो। अब त्यो संसार संहार, त्यसलाई संहार गरी अमरावती फर्काऊ। श्रीमादेवका गणेश र कुमार 2 पुत्र भएका छन्। तिनले हाम्रो शत्रु तारकासुरको नाश गरिदिनन्। अब यस्तो प्रकारबाट श्रीमादेवसित गई बिन्ती गरौँ भने 33 कोटी देवता समेत भए। श्रीमादेव कहाँ गएर, हे जगदीश्वर, पापिष्ट तारकासुरले अमरावतीले दिएको धेरै काल भयो। अब त्यसको संहार गरी देवताको उद्धार गर्नु पर्यो भने बिन्ती गरे। त्यो सुनेर महादेव आज्ञा गर्नुहुन्छ, हे देवता हो, तारकासुर दैत्यलाई मैले मार्न हुँदैन, मेरो पुत्र कुमारले मारिदेलान्। सबै देवता यक्ष र गन्धर्व मिलेको सेनापति बनाई युद्ध गर्न जाऊ। अनि म पनि आउँला, हेरौँला, म पनि आएको त्यहाँ मैले पनि केही गरौँला है त। यस्तो आज्ञा सुनि इन्द्रले हवस पनि सबै देवता यक्ष गन्धर्व किन्नर भूत प्रेत र पतङ्गण साथमा लिए कुमारलाई तारकासुर दैत्यसँग युद्ध गराउन सारे गणेशलाई भन्न बिर्सिएछन्।
गणेशलाई भन्न बिर्सेछन् त भ्याइदिन अब। तब गणेशले आफ्नो बाण मुसासित गए भने हे मुसा मलाई वरदान दिएको आजै अनर्थ भयो भन्ने गरे। अब के गर्ने त्यो सुनि हे गणेशनाथ अन्यथा गरेको होइन तपाईँलाई भन्न बिर्से म गई सम्झै आउँछु तपाईँ नदिनु। साथी पनि ठुलो परिवारमा सहयोग गर्नु त मुसा भयो है। मुसाले कसरी सहयोग गर्छ सुन्नुहोस् है। अन्यथा लिएको होइन तपाईँलाई भन्न बिर्से म गई सम्झाइ आउँछु भने साइड गरी राखेका पिना धनुको ताँगो काट्या। मुसाले यसरी काट्ने काम किन गर्नु भनेको पहिले देखिरहेको छु है। त्यत्रो धनुषको बाणमा भएको ताँगो पनि काटेर आयो भने मुसाले। अब मुसाले काट्यो के काट्यो भनेर यस्तो प्रकारबाट तब श्रीमानले बिन्न परेको होइन। सबैले के भन्नुभएको त काटी आयो तोदेखि नारी देवताले भिन्ने पर्यो लसाइ भएन। हिँड्नै लाग्ला धनको ताँगो त काटिए त ल बर्बाद भएन साइड त गएन भनिन्छ है। हामी पनि यसो हेर्न लाग्दैन केस लाग्यो भने के हो कि त्यसलाई गर्ने होइन। ठेस लगाएको होइन त्यही छुटिहाल्ने के हो क्या भित्र केही आफूमा केही लान पर्छ कि केही सम्झिन पर्छ कि कसैलाई बिर्सिएछ कि कसैलाई रोज्नु बिर्सिएछ कसैलाई के गर्न बिर्सिएछ सम्झिन पऱ्यो। यति कुरा गरिसकेपछि अब यहाँ के भयो त भनेर भन्दा तब श्री महादेवले बिन्ने परेको होइन। गणेशलाई भन्न बिर्स्यौ गणेशलाई पनि सम्झाइलाई जाऊ भन्नुभयो। यस्तो आज्ञा सुनि गणेश समेत भई सबै देवता युद्ध गर्न अमरावती गए। देवताहरू र दैत्यको परस्पर घोर युद्ध युद्धसार कोशपछि हटाए। यस्तो प्रकारबाट युद्ध पर्यो। तारकासुर दैत्यले कुमारको रथ घचेरी युद्धसार कोशपछि हटाइदियो। त्योदेखि कुमारले रिसले सुरु भई तारकासुर दैत्यको रथ घचेरी युद्धसार हटाइदिए। तब तारकासुरले रिसाएर खड्गले हान्यो। कुमारले आमुमाथि खड्ग आएको देखे धनु कानसम्म खिची तारकासुरलाई घिर्रो ताके। तारकासुरको घिर्रो ताके चन्द्रबाण प्रहार गरे। त्यो बाण गयो र दिनको सूर्य अस्थायी रातको ताराले घेरेको बेलामा परे तारकासुरको दैत्यको शिर काटिदियो। त्यो देखि श्री महादेव चाँडै गई तारकासुरको शिर भूमिमा पर्न नपाउँदै बिचमा समाधि लिनुभयो। गेड भूमिमा गयो। तारकासुर मरेको देखि दैत्यको डराई 10 दिशातिर भाग्न लागे। ज्यान बचाउन लागि श्री महादेव सानैमा पछि देवताले गन्धर्वकी नरबोले गरेर विचारबाट सहित भई सबै देवताहरूलाई धन्यवाद भनिरहेको कुमारलाई अघि लगाई कैलाश पर्वत जानुभयो। तब इन्द्र बिन्ती गर्दछन् हे जगदीश्वर तपाईँका कृपाले शत्रुको नाश भयो। तपाईँको कृपाले शत्रुको संहार गरी अमरावती हात लियौँ। अब आज्ञा भए अमरावती जाँदा हौ। त्यो सुनि श्री महादेवले तिम्रो राज्य अकण्ठ खोज भनी विद्या दिनुभयो। इन्द्र पनि श्री महादेवलाई साष्टाङ्ग प्रणाम गरे। देवताहरूलाई साथमा लिई अमरावती गई आनन्द लिएर इति श्री स्कन्दे पुराणे केदारखण्डे भागमात्मिक महाराष्ट्रे संवादे श्री सोतानी परमेश्वरे वर्णकथाय तारकासुर दैत्य बलनामो पंचमदश अध्याय समाप्ति। जय राधे बोले श्री सोतानी भगवान को महादेव भगवान को जय हो। सँगै ल्याइएछ लैजाऊ वैकुण्ठ लैजाऊ वैकुण्ठ सुन्ने श्रोता बोल्ने भक्त लैजाऊ वैकुण्ठ
शिवसाक्षात्